हेलो गाइस, हामी चाहिँ आज स्कुटर बनाउन जाने हैन। तालचोक हाम्रो मनिष चाहिँ राइडर हो हैन। मनिष हो हाम्रो ड्राइभर। अब हामी जाँदैछौँ। स्वागत छ। गाइस हामी चाहिँ तिनजना स्कुटरमा गरेर तालचोक जान लाग्यो गाइस हैन। यो चाहिँ हाम्रो गाउँ भ्यू हेर्न सक्नुहुन्छ गाइस। गाइस हो तल चाहिँ रुपताल त्यो पुल भयो ल माथि रुपकोट। म त गाजर खाँदै हिँडिरहेको छु गाइस हैन। अनि स्कुटर बनाउने भनेर म कति खुसी भएछु है। म चाहिँ हल्ला टेन्सनमा पर्छु मुभी पनि हेरिरहेको छैन गाइस। आज हाम्रो भाइले स्कुटर गर्न सफल भयो हैन। स्कुटर बनाउन जाँदा कति हजार आउँछ गाइस हैन। ल गाइस है हामी पदपाइ आयौँ। म गाजर खाँदैछु यिनीहरू चाहिँ यहाँ कफर राख्छ हैन। हामी तिनजना आएको हैन। ताई चाहिँ भागिरहेको छ हैन माछा मार्नलाई। हेलो गाइस हामी चाहिँ भर्खर बेङ्गल स्थान कटेर आयौँ। अब यहाँ बाटो बेङ्गल स्थान हामी उफ्रिँदै अब तालचोक जान लाग्यो गाइस। मनिष ब्लगर छ, सबैले सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। कस्तो हो र ब्रेक छैन भने कता हामीलाई लडाइदियो। हामी एकदम डराइरहेको छौँ गाइस। यता सक्नुहुन्छ गाइस धुलो उडिरहेको छ होइन। बेङ्गलस्थलबाट तालचोक जाने बाटो हो। एकदम धुलो उडिएको छ गाइस। हेर्न सक्नुहुन्छ हाम्रो मनिष राइडरले चलाएको छ गाइस। यो चाहिँ हामी शिशु आइपुग्यौँ। एकदम स्पिड हाई रोडमा मनिषले चलाइराख्नु भएको छ होइन गाइस। हेर्न सक्नुहुन्छ यी दुईजना चाहिँ बसिरहेको छ गाइस। हामी चाहिँ तालचोक चाहिँ भित्री बाटो जान लाग्यो होइन गाइस। हेर्न सक्नुहुन्छ हामी चाहिँ अब यो शिशुको मन्दिर आयौँ। यो चाहिँ भित्री बाटो हो गाइस। ल गाइस हामी चाहिँ तालचोक आइसकेको छौँ। हेर्न सक्नुहुन्छ हाम्रो राइडर चाहिँ मनिष। हामीलाई त तालचोक लिएर आयो तिनजना हालेर भयो नि होइन। गाइस हामी चाहिँ होइन स्कुटर बनाउन आयौँ। यहाँबाट कति राम्रो हिमाल देखिन्छ होइन। मेन रोड भयो। यो चाहिँ हामीले स्कुटर सर्भिसिङ गर्ने ठाउँ है गाइस। होइन हाम्रो मनिषले चाहिँ यहाँ हेलमेटमा स्टिकर राख्ने अरे होइन। त्यो स्टिकर दिइसक्यो। अहिले हेलमेटलाई रङ्गी बिरङ्गी बनाउने भयो होइन गाइस। स्टिकर किनेर होइन यहाँ टाँच्दै छ हेलमेटमा गाइस। स्कुटर बनाउन आएको हेर्नु मान्छेलाई भन्दा बढी स्याहार चाहिन्छ स्कुटरलाई होइन गाइस। महिना एकचोटि सर्भिसिङ गर्नुपर्छ है। महिना आएको अरे सर्भिसिङ गरेर 4 महिनामा मनिषले चाहिँ हेलमेटमा स्टिकर टाँसेर यस्तो बनायो। हिरो भयो होइन गाइस। हाम्रो स्कुटर पनि रेडी भयो। अब सर्भिसिङ गरेर भ्याइ अब हामी घरतिर लाग्नु लाग्यो नि गाइस। जुलीहरू रहेछ नि हाम्रो स्कुटर चेक गर्न एक साइड चलाएर लैदियो। हामी चाहिँ स्कुटर बनाएर अब खाजा खान खाजा खाना आएको होइन। भर्खर स्कुटर सर्भिसिङ गरेर भ्याइयो। मनिषको हेलमेट पनि झिलिमिली भयो आज गाइस। हुन्छ हामी त खाजा खाना आएको गाइस। ए नाना हाउस खाजा खाना आएको यो तालचोकमा। हामी चाहिँ खाजा खाना आएको होइन। खाजा के खाने अरे मनिष? थाहा छैन अरे। मिक्स चाउमिन खाने अरे अनि के खाने अरे? नान पनि खाने होइन हो होइन। पैसा कसले हाल्छ अरे? कति रुपियाँ खाएर त 5,000 खाने होइन गाइस। कसैले खाजा खानु मन लाग्यो हाम्रो मनिषलाई सम्पर्क गर्नु होला होइन। मसँग त 1 रुपियाँ खाने 0 ब्यालेन्स छ मेरो खाता त। चाहिँ खाजा रेडी भइसक्यो होइन। नान 2 प्लेट नान। हाम्रो मनिषको खाजा चाउमिन र मोमो। हाम्रो मनिषको हेलमेट मनिषा चाहिँ मनिषले चाहिँ चाउमिन सुरु गरिसक्यो होइन। मोमो पनि सुरु गरिसक्यो। खाइसक्यो। अब म पनि खान्छु। अनि सुरु गरिसक्यो। कस्तो भयो मनिषा? मिठो हुन्छ नि हो र। ल्याम्मा हो।
हाम्रो मनिषले चाहिँ चाउमिन खाएर कपाल मिलाउँदैछ होइन हामी चाहिँ तन्दुरी नाउन हाउसमा खाजा खाना आएको मन साल्सा खाइसक्यो मैले खाएकै छैन सबै सुरु गरिसक्यो गाइज त्यहाँको चटनी एकदम मन पर्दैन मेरो चटनी भ्याएन मगाएको अङ्कलले पिन्दै हुनुहुँदैछ नान पनि भ्याइन लगाइसक्यो न एउटा भाग मनिषाको एउटा मेरो भाग हो यो खाँदैछ हाम्रो मनिषु नानी भ्याइन जानु पहिले एउटा लिएर बसिसक्यो चाउमिन भ्याइसक्यो होइन गाइज लिएर बा हो त्यो हालिदिनु एकदम मिठो हुन्छ कि यहाँको चटनी फेरि मलाई एकदम मनपर्छ चटनी चाहिँ एकदम मिठो हुन्छ कि ल आन्टीले एकदम मिठो चटनी बनाउनुहुन्छ होइन अङ्कलले पनि बनाउनुहुन्छ खाएर भ्यायो हेरेर सुन्नुहुन्छ पिरोले पनि हाई हाई भयो खाएर होइन वासरुम गएर पुरा मुख धोइराखेको पिरो भएर होइन गाइज रातरी पिरो हुँदै खाइज अरू गयौँ भर्खरै होइन तन्दुरी नाउन हाउसमा या तालचोकमा छैन पिरोले हाई हाई भइसक्यो गाइज हाम्रो घर जान लाग्यो हामीले स्कुटर सर्भिसिङ गरेर ल्याएको कस्तो नयाँ देखेछ चलाउँछ हाम्रो मनिष हामी चाहिँ तालचोकको बाटो हुँदै हुँदै घर जान लाग्यो गाइज चाहिँ तालचोक एकदम राम्रो लाग्छ मलाई पैसा लिन्छ होइन हाम्रो गाउँदेखि चाहिँ गाइज यो तालचोक बाटोदेखि होइन यो बाटो बनाउँदैछ होइन गाइज पिपलको बाटो पनि एकदम धुलो गाइज बाटो एकदम धुलो हो होइन धुलो पनि धुलो भगवान् धुलै धुलो के धुलै धुलो होइन पछाडि पनि गाडी आएको छ नर्चोक आउनु आयो होइन बाटो चाहिँ एकदम धुलो के यो बेङ्गालदेखि तालचोक धुलो छ है चारैतिर बाटो खनेर होइन पाउडर लाउनै पर्दैन के असली पाउडर त यही बाटोमा भेटाइन्छ सधैँ हामी आउँदा जाँदा सधैँ भेटाइन्छ पाउडर मनिषले चलाएर हाम्रो तालचोक पुरा आयो गाइज सर्भिसिङ गरेर आएको स्कुटर